पुरा भिडियो बनाएर कति यो लाँडो त कति यो लाँडो त यो लिम्बू हो यसको सानो छ काम चाहिँ सानो छ यसको त ऊ हेर्नु ढुकुर पनि सानो छ म त ठुलो सर्पको पिस त्यही हो सानो सानो एकताल देऊ न त्यत्रो कटो लाउँदै यत्रो देख्नु पर्ने हो त अनि खोइ देखिँदैन होइन त अनि के छ पुतली छ केसको झाप्ता सबै केसको झाप्ता अनि हामीले पनि फिल्म आउँछ कि केसको झाप्ता यिनीहरू जब रन्केको यिनीहरू बोल्छ केसको झाप्ता एकछिन फेरि झाप्ता तल झाप्ता हुँदैन क्या ओइ मलाई नझार माया बोल्दैन होइन माया बोल्दैन उसले म बरु तलै राखिदिन्छु ऊ मान्छ पर गएर देखिहाल्छ नि पर जान्न देख्छ पर जान्न देखिहाल्छ फेरि यिनीहरूले बिगार्ने भयो उ गरे ओ कान्छी यस्तो हुन्छ कि यो टिकटकले उडाइको यसो हुन्छ कि राम्रो टिपु लिएर आयो भने फरीमा कुद्छ त्यो भाइरसवाला टिपु ल्यायो भने त्यो टिकटकले पनि थाहा पाउँछ कि तेरो टिपु फोहोर छ है तेरो टिपुमा दम छैन है भनेर वार्निङ दिइहाल्छ कि टिकटकले भाँडो राम्रो हुनु पर्यो भाँडो राम्रो भएपछि सबै कुरा हुन्छ त त्यो बनाउने कुहिएको भाँडो लिएर आउँछन् पक हामी अन्त जाउँ ए यहाँ त टिप्पुको त यहाँ त बजार लाग्छ बजार एकछिन पकाए फेरि आएछ यसले इन गरेर आयो क्या पकाए त पक्क है त एकछिन पकाए त एकछिन चाहिँ पकाए त है एकछिन पकाए त केटाउरा एकछिन पकाए त कहाँ गएछ फेरि आएछ पका एकछिन पकाऊ अब के अलिकति गतिलो के ल्याउला कि एकछिन पकाए त अर्कोतिरबाट एउटा सोध्छु खोज्छु यसो गरौँ यसो गरौँ ल पका टिप्पु पकाए त साइड सिक्स कहाँ गयो साइड सिक्स त्यो साइड सिक्स लिएर आऊ थ्याङ्क यू सो मच गोर्खे थ्याङ्क यू सो मच थ्याङ्क यू अब यिनीहरू दुनियाँ देखाएर आउँछन् दुधसुध देखाएर बस्छन् अब हामीलाई गर्न मन लाग्छ हामीले बोल्यो भने कानुन केस लाग्छ है पख थ्याङ्क यू सो मच आफ्नो गिफ्टर्स थ्याङ्क यू सो मच थ्याङ्क यू के हाम्रो खडे लागेछ यत्रो समुद्र चाहिँ छ समुद्र छ विशाल समुद्र छ कहिले हाम्रोमा खडेरी लाग्छ हाम्रोमा अहो नमस्कार तुको नमस्कार नक्कली सम्धिनी ज्यू नमस्कार खाजा खानुभयो त आँखा चाहिँ कहाँ हो आँखा चाहिँ कहाँ माथि अघिदेखि हेर्दैछु लु हेर माथि सम्धिनी बुढेसकालमा नि के साह्रो आँखा सलबलाका आँखा माथि खाजा खानुभयो खाजा त बेलामा खानु नि त खाजा त अनि के छ दसैँ लाग्यो नक्कली हाँसेका किन हाँस्नु त्यसरी अनि के छ हालखबर आजभोलि सन्चै हुनुहुन्छ फेरि त्यो छेउमा सम्धी पनि होला सम्धी छेउमा बिचारो तपाईँहरू लाइभ आउनुहुन्छ कैदी जस्तो नभन्नु कि बोल्न मन लागेको कुरा बोल्नु बिचारा बोल्न मन लागेको छ यहाँसम्म आएको छ बोल्नै सकिरहेको छैन हाम्रो दुर्गा बिचारा छेउमा बुढो हुनुहुन्छ होला बुढो छेउमा त्यसरी बुढो नल्याउनु छेउमा बरु मोनिटर गतिलो मोट राख्नु हामीले सम्झिनेको जवानी असाध्यै राम्री होइन ज्यान त साह्रै मिलेका ज्यान हो दुर्गाको म त बाघको ढाडमा चढेर शिकार गर्ने एउटा चाहिँ अवतार हो दुर्गा भनेका माता अनि सम्धिसँग सल्लाह गर्नुभयो अब आँखाले धेरै कुरा बोलिरहेछन् मुखले बोल्न सकेका छैनन् यिनका औ सम्धिनी यता आँखा जुदाउनु यता माथि हेर्नु त यो कति हो हेर्नु त कति हो यो 2 + 2 4 नक्कली तलै हेर्छ छ्या हो काउकुती लाग्ने गरी
के सार के भएको हो आजभोलिको सम्धिनीहरू लु लु जा लु त अब माथि हेर्नुभयो बल्ल माथि हेर्नुभयो नक्कली कम्तीको छ दुर्गा नि गेम खेल्ने ओइ सम्धिनी हजुर भन न म गेम खेल्दैन त्यो श्रीमान हुनुहुन्छ पक्कै पनि त्यो सम्धि हुनु भरे त्यो तपाईँको झगडा हुन्छ बित्थामा मैले गर्दा श्रीमान हुनुहुन्छ सम्धि आउनुहुन्छ कि जान्छु ल ल यसो के अबदेखि कि लाइभ आउँदाखेरि बुढो लिएर न है नि लाइभमा आएको छ बुढो छोरो